जाडो बढेसँगै नेपालमा हामी तातो रहनका लागि इलेक्ट्रिक हिटर, ग्यास हिटर वा कोइलाको प्रयोग गर्छौं। तर सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। त्यसैले सुरक्षित रहन यी कुराहरूमा ध्यान दिऊँ। हिटरलाई सधैँ समथर ठाउँमा राख्नुहोस्। लुगा, पर्दा वा उछ्यान जस्ता सजिलै आगो लाग्ने वस्तुहरूबाट हिटरलाई कम्तीमा 3 फिट टाढा राख्नुहोस्। हिटरमा लुगा सुकाउने गल्ती कहिल्यै नगर्नुहोस्। हिटर वा कोइला बाल्दा कोठाका झ्यालढोका पूरै बन्द नगर्नुहोस्। कोठामा हावा आवत जावत गर्ने ठाउँ अर्थात् भेन्टिलेसन हुनुपर्छ, अन्यथा अक्सिजनको कमी भई निस्सासिएर ज्यान जान सक्छ। सुत्नु अघि हिटर वा कोइला अनिवार्य रूपमा निभाउनुहोस्। रातभरि हिटर बालेर छोड्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ। साथै एउटै पावर सकेटमा धेरै विद्युतीय उपकरणहरू नजोड्नुहोस्। न्यानो रहनुहोस्, तर सुरक्षित पनि। थोरै सावधानीले तपाईं र तपाईंको परिवारलाई सम्भावित दुर्घटनाबाट जोगाउन सक्छ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। थप सुझावहरू। ग्यास हिटर। यदि ग्यास हिटर प्रयोग गर्दै हुनुहुन्छ भने बेला बेलामा ग्यास लिक भएको छ कि छैन भनेर जाँच्नुहोस्। बच्चाहरू। हिटरलाई बच्चाहरू र घरपालुवा जनावरको पहुँचभन्दा टाढा राख्नुहोस्। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्।